बालकले बारम्बार रोकेपछि भगवान शिव क्रोधित हुनुभयो र उहाँले चेतावनी पनि दिनुभयो कि मलाई रोक्ने साहस नगर। तर बालक चाहिँ माताको आज्ञा एवं आफ्नो कर्तव्यबाट पछि हटेनन्। अन्ततः अत्यधिक क्रोधको आवेगमा भगवान शिवले आफ्नो शक्ति प्रयोग गर्न बाध्य हुनुभयो र बालकको शिर काटियो। उक्त स्थानमा यस्तो भयंकर डरलाग्दो दृश्य देखेर माता पार्वती अत्यन्त दुखी हुनुका साथै अत्यन्त क्रोधित हुनुभयो। माता पार्वतीको पीडाले सम्पूर्ण सृष्टि नै काँप्न थाल्यो। तत्पश्चात शिवजीले अत्यधिक क्रोधको आवेगमा गरिएको आफ्नो गल्ती महसुस गर्नुभयो र तुरन्त आफ्ना सेवकहरूलाई आदेश दिनुभयो कि पहिलो भेटिने जुनसुकै जीवको भए पनि शिर लिएर आओ। त्यसपछि सेवकहरूले तुरन्त एउटा जीव लिएर आए। त्यो जीव थियो एक निर्दोष हात्ती। त्यसपछि उक्त हात्तीको शिर बालकको शरीरमा शिवजीद्वारा जोडियो र पुनर्जीवन प्राप्त गर्ने ती बालक नै बने भगवान गणेश। भगवान शिवले गणेशजीलाई आशीर्वाद दिनुभयो कि आजदेखि तिमी सबै देवताहरूमध्ये सबैभन्दा पहिले पूजा गरिनेछौ, अर्थात् सबैभन्दा पहिला तिम्रो पूजा हुनेछ। यसै कारणले गर्दा हिजो आज भगवान गणेशजीलाई नै सबैभन्दा पहिले पूजा गर्ने गरिन्छ। ओम गम गणपतये नमः।